सबैलाई नमस्कार। आज हामीले खड्गदेवी मन्दिर यहाँ चाहिँ बोर्ड टाँगिरहेका छौँ र आदरणीय व्यक्ति यस क्लबका सदस्य हुकुम पौडेलज्यूबाट हामीले बोर्डलाई त्यसलाई अलिक सिधा गराउँदा चाहिँ सिधा त हुन्छ। टाँग्ने काम गरिराखेका छौँ। बोर्ड गएन कि काटे काठ सालको काठ होला झन् त्यस्तो काठले कहाँ जान्छ र अझै भयो अटिन्छ ल। धन्यवाद। यसरी अब यो चाहिँ यहाँबाट दाङ जिल्लाको सम्पूर्ण भूभाग देवखरीको उपत्यका देख्न सकिन्छ। अति रमणीय स्थान सुनकोट खड्गदेवी मन्दिर प्राङ्गणमा हजुर सबैलाई पाल्नु हुनको लागि हार्दिक जानकारी गराउँदै अहिलेलाई यति नै। धन्यवाद।